नमस्ते सबैजनामा कस्तो हुनुहुन्छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु र अहिले भने चाहिँ मैले टोटो स्ट्यान्डबाट पेसेन्जर पाइसकेको छु र यहाँ चाहिँ म बहिनीहरूलाई चाहिँ म फर्स्ट देवकोटा स्कुलमा उतारिदिन्छु। अनि अहिले चाहिँ यहाँ ट्रेन क्रस भइरहेको छ र ट्रेन क्रस भएर चाहिँ बाटो पार हुँदा चाहिँ एकदमै होसियारीले पार गर्नुपर्छ र उनीहरू सबैजनालाई मैले मादरीको बस स्ट्यान्डमा उतारेर चाहिँ मेरो चाहिँ सामान पनि लिनु थियो र सबै सामान लिएर चाहिँ आउँछु र आज चाहिँ हो बजारको दिन र सामानहरू चाहिँ म सबै गाउँमा ल्याएर उतारिदिन्छु अनि मैले फेरि बजार जाने पेसेन्जर पाउँछु 4 जना अनि उनीहरू सबैजनालाई चाहिँ लिएर म आइपुग्छु जामतोला बजारमा र बाटो चाहिँ आज अलिक भिड नै हुन्छ र उनीहरू सबैजनालाई म बजारमा उतारिदिन्छु र बजार पनि आज अलिक भिड नै छ। र उनीहरू सबैजना बजार गरेर आउनु भइसक्यो अनि म चाहिँ उनीहरूलाई लिएर चाहिँ निस्किन्छु र यहाँ चाहिँ हो हाम्रो गाउँको साधन लाइन र उनीहरूलाई चाहिँ म आफ्नो घर घरमा उतारिदिन्छु। आशा छ तपाईहरूले मेरो यो छोटो मिनी ब्लग मन पराइदिनुहुन्छ भनेर। भेट्नेछु तपाईहरूलाई अर्को नयाँ भिडियोमा। बाई बाई।